आजको यो क्विक गेममा प्राइज पनि छ, तर जित्न सजिलो छैन। अन्त्यसम्म हेर्नुहोला। नमस्ते साथीहरू, आज हामी यो क्विक गेम लिएर आएका छौँ र यो क्विक गेम हामी खेलेर देखाउँछौँ तपाईहरुलाई। यो गेम निकै रमाइलो र एकदम फन छ। यस्तो छ, यसको पछाडिपट्टि यहाँ अन अफ गर्ने छ। जब यो अन अफ गरिसकेपछि यस्तो साउन्ड आउँछ, यस्तो आउँछ। ल साथीहरू, हामीले गेम सुरु गर्न लाग्यौँ। मजा गेम खेलाउने हो हैन। अब यहाँ गेम खेल्ने चाहिँ दुईजना हुनुहुन्छ, मेरो वाइफ र मेरो छोरी। अनि यो दुईजनामा कसले गेम जित्छ हेरौँ है। ल यो गेममा चाहिँ यस्तो हुन्छ, यहाँ लेखेको हुन्छ, यो लेखेको हेर्ने अनि त्यसपछि गेम खेल्ने हो है। ल म कार्ड दिन्छु अनि त्यसपछि यहाँ जितिसकेपछि पुरस्कारको व्यवस्था पनि छ। अब यो पुरस्कार कसले जित्छ हेरौँ, लास्टसम्म हेर्नु होला को विन हुन्छ है। ल मैले पुरस्कार चाहिँ यहाँ राखेँ। ल म कार्ड दिन्छु। ल गेम चाहिँ खेलौँ है त। ल ल के छ, एक्साइटेड छ खेल्नको लागि? हो, म कार्ड दिएँ है त। Is it on? Something orange. Orange. It's not even on. Okay. गेम सुरु हुन्छ। Come on, pet names. Dog! Sorry. पहिला हेर्नु पर्यो। Why I did it? तिमीले राख, काउन्ट गर्नु पर्यो नि त। Fast food name. McDonald's. Hard to say words. Pikachu. I don't know. कार्ड तान्नु पर्यो। ल Things in the ocean. Snail. Snail. Fish. त्यो चाहिँ भएन नि त, त्यो चाहिँ लानु त भएन नि त। ल Kind of flowers. Lily. ल यो कान नसकेको है, नछुने। Something cold. Ice. Mommy. Items with an ice side. Money. Phone apps. TikTok. TV shows. Oh. Tree. Oh. Put it right here. No, you're cheating. Things that Things are that- lettuce. Things that can fly. Birds. ल Famous actor. Something you drink. Prakash. Oh, whatever. Something sticky. Sticky rice. Sticky No, rice. go take it. Whatever. Spicy food. Mommy. के अरे दुईटैको भयो है यो त। Things in a car. Steering wheel. Celebration. And holidays, Christmas. Christmas. I am saying that मैले भने है त। George Washington. भन्ने पाएन। Indoor activities. Table tennis. Okay. That's indoor. Things made with wood. Oh, house. Things in Cities a around the bakery. world. Cookies. Things in a bakery. That's what I read. यहाँ दुईटा हुन्छ क्या, जो पढ्यो नि हुन्छ क्या। Yeah. Something yellow. Video Sun. games. Mommy. पढ्न भ्याउँदैन बाबा। Language of the word. Nepali. Something smooth. Floor. मलाई पढ्न भ्याउँदैन अनि। Song titles. के अरे झलीको। म हार्ने नि हो। Things at the market. तरकारी। Okay. Wild animals. Tigers. मैले Something sharp. something sharp. Pencil. Okay. Sharpener. Action Dog breed movies. action movie. Poodle. Dog breeds. Poodle. Common pets. Dog. Something metal. Things you shout. Superheroes. Daddy. Ice cream flavor. Ice cream flavors. Chocolate. Vanilla. Chocolate. Board games. Box. Make it quick. Carrom board. I already did it. Job. Pencil. People can Movie Movie genres. genres. Horror. have. म त all भन्न लाग्थेँ झन्।
Bodies Thanks of in water. space. Ocean. ल जानुहोस् हजुर नमस्कार कसले विन गरे अब कसले विन गरे काउन्ट गर्दैछौँ है हामी कसले उयो गरे ल काउन्ट गर्ने है त 2 4 6 7 8 6, 7, 11 वटा मात्रै भयो 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 24. कति भयो नानीको 24 24. 11 11 मैले त पढ्नै भ्याएन त That's why it's making quick. यसको लागि अलि एकदम फास्ट दिमाग चलाउनु पर्छ क्या अब हातमा कहाँ फास्ट चल्छ ल ल एकछिन विनिङ इज मी मेरो छोरीले I चाहिँ am the winner 24 मिलायो अनि मेरो वाइफले चाहिँ कतिवटा 11. 11 लगभग हाफ ल पनि कम लगभग हाफ यो मैले पाएँ हैन र यो गेम चाहिँ निकै रमाइलो छ पाँच- तपाईँहरूलाई पनि $5. ट्राई गर्नु होला ल यहाँ म पुरस्कार दिन्छु ल पुरस्कारमा चाहिँ ल सेकेन्ड हुनेलाई पहिला अनि फर्स्ट हुनेलाई चाहिँ $20 र पहिला दिनु। ल ल तपाईँहरूलाई गेम कस्तो लाग्यो लाइक सेयर र कमेन्ट गर्नु होला अनि यो गेम एकदम फन छ हजुरहरू पनि ट्राई गर्नु होला है घरमा एकदम रमाइलो हुँदो रहेछ बच्चाहरू पनि हामी सँगसँगै खेल्ने भयो होइन एकछिन भए पनि टाइम स्पेन्ड हुन्छ प्लिज ट्राई दिस एट योर छोरीलाई कस्तो लाग्यो गेम मलाई राम्रो लाग्यो पैसा पनि किन्नु किनेर हामी पैसा पनि earn पायो तिमीले पैसाले के गर्छौ त खाना किन्छु होला हो या स्कुलको लागि ल ल हुन्छ अँ। ल तिमीलाई $25 भयो उसलाई पो लागेको छ त भ्यालेन्टाइन्स डे ल साथीहरू यो घरमा फ्यामिली गेमको लागि एकदम रमाइलो गेम हो तपाईँहरूले पनि घरमा खेल्न सक्नुहुन्छ यसको यो धेरै महँगो पनि पर्दैन यो तपाईँ 5 बिलमा जानुभयो भने कति डलरमा आएको है $10 हो कि $5 हो त्यस्तै यसको होला पैसा $5 होला यहाँ लेखेको हुन्छ त Probably like around $5. खोइ कतिले यस्तै हो 5 र 10 को बिचमा दिएको छ त्यस्तै $5 जति 5 देखि $10 को बिचमा यसको पैसा पर्यो होला एकदम रमाइलो छ घरमा यो भयो भने अलि बच्चाहरूको दिमाग पनि बढ्छ बच्चाहरूको एउटा प्र्याक्टिस पनि हुन्छ राम्रो हुन्छ ल ट्राई गर्दै गर्नु होला है त हस् त नमस्ते नमस्ते